अझै राम्रो हुन्छ कि दुईजनाको कम्बिनेसन चावल जाएर लगाएर अझ लगाएर आउने ए सरी भन्नुहोस् ल पर अगर एडवर्टाइजमेंट के लिए करना पड़ेगा तो आयुष वो भी कर देगा पता है इतना तो नहीं करूँगा पागल अब केटीको लुगा लगाउँछ यार म एकचोटि मलाई साडी लगाएर कस्तो गर्थ्यौ तिमीले दुवैमा याद छ कालो साडी लगाएर अहिले पनि मिम भन्छ उसको त केही छैन यार हामी त त्यही त हो नि मिम भन्ने मेटेरियल त हो नि यार सोसियल मिडियामा आएपछि जे पनि भन्नुपर्छ जे पनि सहनुपर्छ जे पनि भन्नै पर्छ के भन्दा बुढी यस्तै छ डन डन गाइस भूख लाग्यो भाइ उठेर ल मन भूख लागेर अलिअलि अलि मतलब लाग्न लाग्यो अलि बिस्मिल्लाह आउँदैन उठेर यस्तो पोजिदिउँ बुढाबुढीको टक्कै वाइजेट लगाएको छ बार्जन कति पुन्टी भयो क्या तिमीभन्दा तर मेरो हाइट अझै बढिरह्यो क्या यस्तै लागिरहेको छ मलाई गफाडी तिनीहरू भन्दा मेरो दिदीलाई नबोलाएर गफ ठोक्दै बसिरहनु भन्दा हड्केलाल कस्तो कमेडी डन गाइस डन गाइस एउटा यस्तो गर्छु नि त ल तिमी मेरो यस्तो टक्क अगाडि हाल नि त पछाडि खतरा पोजाउँछ कि यो मैले देखाएको थिएँ कहाँ यसरी यसरी ल कैसे खड़ी हूँ यता अलि नजिक आऊ यता यो टाढा भयो जस्तो छ ल अलि तल यसरी हो डन भयो त फटसुट ल अब लागौँ है त अब लागौँ हजुर नि आफ्नो ख्याल राख्नु होला ल 3 मिलियन भनेर फसाइदिरहेको क्या मलाई हेर न अघि 3 मिलियनमा मात्रै जानु भनेर भन्नुभयो होइन अघि मैले त किन अघि 2.5 मिलियन थियो कि एकैछिनमा गरेँ मान्छेहरूले अहिले 81 हेर नि त 1 लाख मात्रै बढाएको कि स्लो ट्यापट्याप गरेकै जान्छ नि 3 मिलियन नपुगेछ अनि जान्न भनेर कि क्या हो म जान्छु म परेन भयो भोक लागेर लालच दिएर मलाई